उहाँहरूलाई सबै ईश्वरले सुस्वास्थ्य रहोस्, मङ्गलमय शुभकामना उहाँहरूलाई दिन चाहन्छु। उहाँहरूले सधैँ एउटा नारीको रूपमा, नारी भन्ने चाहिँ यस्तो शक्ति हो, नारी शक्तिको बिना कुनै पनि कुरा हुँदैन। सभा अध्यक्ष महोदय, अनि जति पनि पद अधिकारीहरू मिटिङबाट आउनुभएको छ उहाँहरूलाई पनि सम्बोधन नगरी सकिँदैन। अन्तमा यहाँ जति पनि वरिपरि क्षेत्रबाट आउनुभएका हाम्रा जेएमएलए बडीका सबै विङहरू जस्तै जिएनडब्ल्युओ, एचपिडब्ल्यू, जिएनएसएफ, नारीले अनेक रूप धारण गरेर अनेक प्रकारले सबैको एउटा सानो नानीलाईदेखि लिएर वृद्धसम्मलाई सुरक्षा दिन सक्छ। उहाँमा त्यति क्षमता हुन्छ, सहन गर्ने शक्ति हुन्छ, कर्म गर्ने शक्ति हुन्छ। यसैले नारी चाहिँ एउटा यस्तो शक्ति हो, नारी नै सबै अगाडि बढेर हामीले हाम्रा जति पनि हाम्रा जिएनएलएफका हाम्रा दाजुभाइहरू हुनुहुन्छ, हाम्रा अध्यक्ष हुनुहुन्छ, उहाँलाई हामीले सहयोग दिएर उहाँलाई बल पुर्याउनुपर्छ। अब यस्तो समय आएको छ, नारीले सधैँ चुलाभित्र रहेर मात्र कर्म गर्ने होइन, बाहिर आँगनमा निस्केर खुला हावामा निस्केर कलम चलाएर पनि युद्ध गर्न सक्नु भएको छ।